अंकललाई डी धन्यवाद दाजु यहाँ पनि पानी दिनु दाजु यहाँ पनि खाना चाहियो यता नानी हजुर 2 बहिनी हजुर यो चाहिँ हाम्रो गाउँको बिहामा चाहिँ भोज अरे हैन बिहा भोज आज चाहिँ घाम लागेर एकदमै रमाइलो डे भइरहेछ मिमी खाएको मिमी होइन खाएर आएको मिमी मिमी खाएर आएको मिमी खाएर आएको होइन खाएर आएको अहिले नमस्ते गरे न नमस्ते खै भाइ खाउँ खाउँ मजाले बिचारा हाम्रो भाइ त आज चाहिँ हाम्रो फुपूको बिहा हिजो र आज हिजो चाहिँ बेलुका भएको थियो अनि आज चाहिँ डेमा अब यो खानासाना खाइसकेर चाहिँ बिदाई गर्नुपर्छ अरे हैन त्यसपछि चाहिँ बेहुला बेहुलीलाई बिदाई गरेपछि चाहिँ टक्क जानुहुन्छ उहाँहरू अनि यहाँ जो रहनेछ उहाँहरूले फेरि खाना खानुहुन्छ अरे यहाँनिर चाहिँ छ किचन आज फेरि कस्तो घाम लागिरहेको छ कि हिजो चाहिँ ओ माई गड यस्तो भयानक रेन परेको थियो हैन आज चाहिँ फेरि यस्तो दामी घाम लागिरहेछ घाम लाग्दा पनि नहुने पानी पर्दा पनि नहुने कि है पानी पर्दा पनि कस्तो भिज्ने के पानीले अनि घाम लाग्दा फेरि टन्टलपुर घाम लाग्छ हैन घामले पोल्छ अनि म चाहिँ यस्तो गर्मी भएर हिजो चाहिँ म भिजेर लुत्रुक्क भएको थिएँ है आज चाहिँ फेरि गर्मीले म यहाँ माथि आएर बसिरहेको छु शीतलमा ल अब चाहिँ वेलकम टु बिहा घर खाना साना खाएपछि हजुर
भान्सेहरू पर्नु भएछ अहिले चाहिँ नमस्कार नमस्कार भान्सेले पनि खानु परेको नि अनि खानु परिहाल्यो नि अब चाहिँ सकेको अरू मान्छे अझै छन् अझै 10 होला हेर्नु पर्यो नि अब कति भयो हुनु कान्छ र बाँकी हेर्नु पर्यो नि कान्छ आयो जम्पर खाइदेऊ एक नौ जति ल्याउनु नमस्कार गर्नु मात्रै जम्मा हिँड्दो कुरा गरौँ न एकदम छ ठाउँ हाम्रो छ भन्ने कुरो हामी गर्दैछन् बुझौँ न हिम्म चाहिँ हार्दिनँ मिराउँ कि मामा तर मिठो छैन तिमीले ठीक अपेक्षा बसिरहेको कुरा आएर टुटाइ नभेट्दा छाड दाजु यता अशोक बक्सको हाल्ने कोही ओल्ड ठाउँमा कोही कम्ती भर्खरै बिर्सेको छुइनँ प्लिज ताकुनु जाइछु लेसेको ल 2 डेजको बिहा सक्यो अब बिहा सकिँदा सके छैन हैन म चाहिँ फर्केँ अब मलाई चाहिँ कस्तो बोरिङ भयो त्यो भएकोले गर्दाखेरि म चाहिँ फर्केँ आज चाहिँ मजाले घाम लागिरहेको छ त्यही भएकोले गर्दा म एकछिन आएर फर्केँ हैन मलाई अल्छी लाग्यो अनि अब बेहुला बेहुलीको बिदाई चाहिँ भएको छैन अनि तर मलाई चाहिँ बस्न अल्छी लागेर म चाहिँ फर्किँदैछु अब त अलमोस्ट सकेकै हो हैन भन्दा पनि फरकै पर्दैन बिहा सक्यो भन्दा नि हुन्छ सो अब म चाहिँ साह्रै गर्मी भयो त्यो कारणले फर्केँ एकदमै रमाइलो लाग्यो हैन गाउँको बिहा खान पाउँदाखेरि सो म चाहिँ हतार गरेर जान्छु भन्दै थिएँ फर्किन्छु भन्दै थिएँ हैन फेरि ड्याडले पनि मलाई अब के अरे बस्न बिहामा आइज बिहा सकेर जा भन्नुभयो हैन अनि फेरि ठिकै मिमीहरूले पनि मलाई अब गाउँको बिहा हो त्यो पनि फुपूको बिहा हो अनि बिहा सकेर जान भन्नुभयो मैले पनि ठिकै छ नि त अब गाउँ आएको बेला हैन गाउँमा अब म आएको बेला यसरी कहिले पनि बिहा परेको थिएन नि त त्यही भएर म पनि ठिकै छ भनेर चाहिँ बिहामा गइदिएँ अब बिहा पनि सक्यो आज लास्ट हो हैन अनि रमाइलो भयो ठिकै भयो भनौँ न त्यस्तो खालको पनि रमाइलो भएन मलाई चाहिँ हैन अब हिजो त त्यस्तै हो कस्तो भयानक पानी परेको थियो नि त अनि आज फेरि अब घाम अहिले भने चाहिँ एकदमै कुल मौसम भइरहेछ ठिकै लाग्यो त्यस्तो खालको अब रमाइलो नै पनि भन्न मिल्दैन हैन मलाई चाहिँ त्यस्तो वाउ इन्जोय चाहिँ भएन अनि त्यस्तो अब नराम्रो पनि भन्न मिल्दैन ठिकै भयो भनौँ न एभरेज अब ठिकै लाग्यो बिहा चाहिँ मलाई अनि त्यहाँदेखि अब यस्तै त हो गाउँघरको यस्तै हुँदो रहेछ
अनि अलग अलग हुँदो रहेछ अब खाना पनि होइन। त्यो चाहिँ किन भएको अरे भन्दाखेरि चाहिँ मैले खासै राम्रोसँगले बुझेको त थिएन नि त, किनभने मैले देखेको पनि थिएन हो। अनि के अरे त्यो चाहिँ किन रहेछ भन्दाखेरि चाहिँ राईहरूले पकाएको चाहिँ बाहुनहरूले खाँदैन अरे नि त। अब मलाई थाहा थिएन, अब गाउँमा त्यस्तो हुन्छ अरे होइन, हुँदो रहेछ भनौँ न। अनि त्यही भएकोले गर्दाखेरि चाहिँ बाहुनहरूको लागि चाहिँ अलग्गै के अरे खानाहरू हुँदो रहेछ होइन, मतलब आफैहरू उहाँहरू आफै पकाएर खानु हुँदो रहेछ, उहाँहरूको लागि अलग्गै हुँदो रहेछ अनि राईहरूको अलग्गै हुँदो रहेछ। अनि फेरि के अरे राईहरूले पकाएको चाहिँ खानुहुन्न रहेछ, त्यही कारणले अलग्गै भएको अरे होइन। मलाई त थाहै थिएन, म चाहिँ सोच्दै थिएँ किन अलग अलग भएको होला भनेर। एक्चुअली रिजन चाहिँ त्यस्तो रे। अनि अब त्यसरी अलग अलग हुँदो रहेछ गाउँमा, त्यो पनि भयो। अरू धेरैवटा कुरा होइन, बिहामा कतिवटा कुरा मलाई चाहिँ अब राम्रो नि लाग्यो, कतिवटा कुरा अलि नराम्रो है देख्दाखेरि। तर अब मलाई चाहिँ त्यस्तो फिलिङ भयो, नराम्रो खालको फिलिङ भयो। तर अब गाउँमा त त्यो युज टु भइसकेको होइन। अब कोही कहाँ बसेर अलग अलग खाने होइन, त्यो खाने सिस्टममा चाहिँ हल्का अब यस्तै हो गाउँको चाहिँ। त्यही भएकोले गर्दाखेरि मलाई नराम्रो लागेर केही पनि हुँदैन होइन। अनि म सर्टकट झर्दैछु, घर जाँदैछु होइन। डाडाहरू चाहिँ हाम्रो डाड चाहिँ कुकम्यान, हाम्रो डाड र दाजु एकजना कुकम्यान। अनि त्यहाँदेखि उहाँहरू चाहिँ अब के अरे कस्तो हुँदो रहेछ भने होइन, सबैजनाले खाइसक्यो, बेहुला बेहुली जन्ती अनि जो पनि बिहामा आउनु भएको छ उहाँहरू सबैजनाले खाइसकेर लास्टमा चाहिँ के अरे कुकम्यानले खानुपर्ने रहेछ। अब सबै सकिसक्यो होइन, अनि सबैले खाइसक्नु भयो। त्यो भएकोले गर्दा हाम्रो डाडहरूले पनि खाना भर्खरै खानु भएर चाहिँ म चाहिँ निस्केँ, फर्केँ होइन। अब त्यो फेरि सबै भाँडाकुँडा जिम्मा दिनुपर्ने रहेछ होइन कोकोलाई। त्यहाँदेखि चाहिँ मात्रै बिदाई प्रोग्राम हुन्छ अरे फेरि कुकम्यानहरूको पनि होइन। खाना पकाउने मान्छेलाई पनि बिदाई गर्छ अरे घरको मान्छेहरूले होइन। हाम्रो डाडको चाहिँ आफ्नै के अरे माइजूको चाहिँ छोरी हो कि आज बिहा भएको चाहिँ। भनेपछि मेरो फुपू पढ्नुभयो, तर फुपूसँग चिनजान पनि भएन हो। अब पहिला नि नदेखेको नै हो, अहिले पनि अब खासै भन्नु के भन्नु, चिनजानै भएन फुपूसँग। फुपू हो भन्ने चाहिँ थाहा भयो, देखेँ होइन, तर बोलचाल भएन। ठिकै छ। अनि अब यस्तो देख्दाखेरि चाहिँ होइन मलाई पनि कस्तो के अरे गाउँमा चाहिँ भाइहरूको बिहा गरिदिनु मन लागेको है। अनि रमाइलो हुँदो रहेछ नि त, जे होस् गाउँमा। अब झन्डै लड्यो, त्यो भएकोले गर्दाखेरि चाहिँ यसो भाइहरूको गाउँमा चाहिँ बिहा चाहिँ होइन एटलिस्ट होस् है भन्ने चाहिँ लाग्यो मलाई होइन गाउँमै। अब के त है भाइहरूले गाउँमै आएर बिहा गर्छ भन्ने पनि छैन। तर अब यसो देख्दा नि मलाई त्यस्तो फिलिङ आएको नि त। सो अब चाहिँ भने पुग्न आँटे, यस्तै छ है बाटो चाहिँ। लु सर्टकट बाटो हो यो चाहिँ होइन। अहिले त अब रोड पुगिसकेको छ, गाडी कुद्छ टुई टुई होइन। तर पनि अलिक घुमाउरो बाटो पर्छ र म चाहिँ सर्टकट बाटो झर्दैछु होइन। यस्तो छ बाटो, घर जाने बाटो। घर पनि म पुग्न आँटेँ। अनि अब तपाईँहरूसँग गफ गर्दै हिँड्दाखेरि त फेरि होइन कस्तो छिट्टो उयो टाइम स्पेन्ड हुने कि। त्यही भएर तपाईँहरू हुनुहुन्छ साथमा, तपाईँहरूसँग गफ गर्दै जाँदैछु घरमा चाहिँ। अनि टाइम गएको पनि थाहै नपाएको है, कति छिटो घर पनि आइपुगिहालेँ होइन तपाईँहरूसँग बोल्दा बोल्दा। अनि गर्मी छ है आज भन्दा पनि हिजो र अस्तिको दिन चाहिँ भयानक पानी पर्यो होइन, असिना पानी पर्यो। अनि तपाईँहरूकोतिर चाहिँ कस्तो छ? हाम्रो गाउँमा चाहिँ पानी नपरेर होइन मकै पनि राम्रोसँगले चाहिँ उम्रेको थिएन। कति ठाउँ त उम्रेको पनि छैन होइन, कति ठाउँ चाहिँ अब हल्का उम्रिँदैछ है, कति ठाउँ अलिकति लामो पनि भइसक्यो पानी नपरेकोले गर्दा। त्यही भएर अस्तिको दिन हिजो र अस्तिको दिन पानी पर्दा चाहिँ यस्तो खुसी भइरहेको थियो गाउँको मान्छेहरू होइन। खेतीको लागि अब खेतीपातीको लागि त राम्रै हो नि त होइन, बिहाको लागि चाहिँ नराम्रो। यतिको भएको छ है मकै चाहिँ। लु कोही ठाउँ भर्खर छर्दैछ होइन, हाम्रो चाहिँ भर्खरै छरेको हो। अनि कोही ठाउँ चाहिँ अब यतिको लामो भइसक्यो, कोही ठाउँ अझै योभन्दा अलि लामो भइसक्यो, कोही ठाउँ चाहिँ उम्रेकै छैन, अब फेरि छर्नु पर्ने अरे। अस्ति त्यो जुन चाहिँ मकै छर्यो नि, मकै छर्ने भोलिपल्ट यस्तो भएन असिना पानी पर्यो होइन। अनि त्यसो हुँदाखेरि चाहिँ त्यो असिना पानी ठुलो पर्दाखेरि चाहिँ त्यो मकैलाई चाहिँ उन्दै के अरे के गरिदिन्छ अरे, छोपिदिन्छ अरे होइन। त्यो भएर मकै उम्रिँदैन अरे। अनि फेरि त्यसलाई चाहिँ रिछर्नुपर्छ अरे मकै चाहिँ होइन। अनि हाम्रो मिमी बेबीको पनि अब छर्नुपर्छ भन्दै हुनुहुन्थ्यो, छर्नुहुन्छ होला अब 1-2 दिनमा है। अलि
ढिलो पछौटे मकै भनौँ न। ल अब चाहिँ हाम्रो घर आइपुग्यो। तपाईहरु सबैजनालाई थ्याङ्क यू त भन्नै पर्छ हैन। थ्याङ्क यू भेरी भेरी मच। हेर्दै गर्नु होला, भिजिट गर्दै गर्नु होला जीवनको जीवन। अनि अब बसुन्जेल हैन, गाउँमा बसुन्जेल मेरो गाउँको एकदम ब्युटिफुल गाउँको भ्लग आउँछ तपाईहरुको लागि। सो हेर्दै गर्नु होला। तपाईहरु सबैजनालाई थ्याङ्क यू भेरी मच। Have a great time.